दुध दिएन भने पनि किन नदिएको रहेछ युट्युबमा हेरे हेर नि यहाँ फेरि माइकको स्ट्यान्ड कति ठाडो बनाएको मेरो हाइट पनि थाहा रहेछ क्या मैले कुरा गर्न थालेको आज यहाँ कसैको भर छैन किनभने मापासेको डर छैन दिल खोलेर दियो हुन्छ केही फरक पर्दैन लड्ने ठाउँ नि छैन लडे चौरमा चौर सिद्धिँदाखेरि बिहान उज्यालो भइसक्छ जति लडबडाएर गए पनि केही छैन हेर्नुहोस् आज महिलालाई हेर्न पाइन्छ देशमा हेर्नुहोस् राष्ट्रपति महिला प्रधान न्यायाधीश महिला सभामुख महिला अब एउटा प्रधानमन्त्री महिला भयो भने त हामीले चाहिँ 33% अधिकार खोज्दै हिँड्नुपर्छ घरका महिलाले टेर्नेवाला छैनन् यो पनि भात पाकेर को छन् महिला हाम्रो नेपालको देखेर उहाँ युके रे बेलायतले समेत महिलालाई बनाइसक्यो अमेरिकामा महिला आउनेवाला छ अहिले फेरि बढ्दा हुन्छ नारी भनेका र पुरुष भनेका एक रथका दुई पाङ्ग्रा अझ श्रीमान श्रीमती भनेका एक रथका दुई पाङ्ग्रा भन्छन् तर म के भन्छु भने बराबर भयो भने मात्रै एक रथका दुई पाङ्ग्रा अब एउटा सुक्दै जाने एउटा फुक्दै जाने भने त पाङ्ग्रा त घाटा घुल्नु परिहाल्छ बराबर भयो त 50 भन्नु पर्यो नि हेर्नुहोस् माधव नेपाल प्रधानमन्त्री भए जित नेपाल भयो म जित नेपाल प्रधानमन्त्री भइदिए भए त म त 53% अधिकार महिलालाई दिन्थे अब पैसा कमाए उनीहरूलाई दिनुपर्छ उनीहरूले भने मान्नुपर्छ किन अधिकार मात्रै लिएर बसेर हाम्रै नेपालको एकजना चिनेकै डन हामी त कार्यक्रम गर्दै जाँदा एकचोटि एकजना डनसँग भेट भयो मिलन चक्रवर्ती दाइ हङकङबाट आउँदाखेरि फ्लाइटमा पर्यो अब हामीलाई त कलाकार भनेर माया गर्यो अरू हामीलाई के मतलब होइन यता नमस्ते भन्यो अनि अब लामो फ्लाइट नेपाल आउँदाखेरि मैले अरू भन्दा नि यता तपाईँ त यति ठुलो डन सारा चाहिँ यत्रो चर्चा गर्छ तपाईँको के घटना भन्छ तपाईँलाई कसरी डर लाग्छ भने त भाइ श्रीमतीले त मार्छ नि हो श्रीमतीले त थरथर फाट्छ हाम्रो त हिन्दी पनि खतरा हामी म एकचोटि एसएलसी पास गरेपछि कहाँ जाने म सिन्धुपाल्चोकको मान्छेहरू कहाँ जाने भयो त्यस्तै अनि मेरो काकाको छोरो चाहिँ 7-8 वर्षदेखि चाहिँ गायब हराएको कता गयो हिन्दुस्तान गयो भने चाहिँ 8 वर्षपछि आयो म भर्खरै एसएलसी पास गरेको केटो हुन त अहिले चाहिँ के पढेन त्यत्रै हो अझै योभन्दा अलि सानो अनि उसले के भन्यो भाइ चल्ता है हिन्दुस्तान बहुत अच्छा है आगरा में जाएंगे भन अब म पनि अलिअलि हिन्दी भट्टभुट्ट जानेको अच्छा चलेंगे भनेर घरमा थाहै नदिकन हिँडी म र ऊ अनि गाउँको एकजना काका अलि झनै 40-45 वर्षका काका पनि नकुल काका भन्ने थिए गयौँ आगरा गयौँ हामी त फाटाफुट्टा यसो भागेर टिभी सिटेर हेर्दा अब क्यासेट VHSमा हिन्दी फिल्म हेरेको फाटाफुट्टा अलिअलि हिन्दी जानी गए पनि त हे खताई आता है ऐसा है साहब ऐसा है भन्न साथ सिकिहाल्यो हाम्रा काका त जिन्दगी हिन्दी भनेको त पहिल्यै बुझ्दै नबुझ्नु लगेर एकचोटि एउटा फ्याक्ट्रीमा काम लगाइदिएको हिन्दीमा थाहै छैन बहादुर क्या है क्या हुआ है काम क्या करता है भनेपछि चुप बोला क्या है हम त समझता नहीं है केही पनि छैन अनि बोल्न पनि नजान्ने काम पनि नजान्ने भनेपछि गाली गर्दो रहेछ कि जहिले पनि आएर गाली बहादुर क्या है तुम्हारे भाषा नहीं आता है क्या काम करता है जहिले पनि हप्काइदिन्छ जहिले पनि एदिन काकालाई साह्रै रिस उठेछ अनि नि हिन्दी र नेपाली मिसाएर गाली गरेछन् सबैले पनि होइन हो साहब आप त जहिले पनि किन हामीलाई देखि नै सताए हाम्रो त जाने उभिएर ड्युटी करता है हामीलाई थकै नै लाग्दा है जहिले पनि आएर गाली करता है भने तुम्हारा बाप का हमारा बाप ने क्या खाया भन्नु खोजे तेरो बाउ हामीले क्या भन्नु खोजे हाम्रो भाषामा तर न तुम्हारा बाप का हमारा बाप ने क्या खाया भर त ज्यादा बक मत कर चल गाउँ का है एक पुराना टायर था मोटरसाइकल का ला इधर ला काकाले बेच्दैछ ला साहब हामीलाई त काम नलाग्ने लाग्दा है इसलिए कल हिजो एक आदमी आए वो बेच के पठाए भनिस अब के त है बाबू बिना पूछे मेरे को तू क्यों बेचा टायर तेरे का मैं पठा दूं नेपाल नहीं साहब गलती भाई माफ करो कान समझता है ना अच्छा जो भी काम करना है मेरे को पूछे बगैर मत करना और एक काम तूने पूछे बगैर किया तो मैं कल नेपाल भेज दूंगा भनेपछि काका थर्कमान बस जे काम करता है पूछेर करता है सब गल्ती हुआ है गयो 2-3 महिनापछि काका त राम्रो खानासाना पकाउने अनि त्यो साउजीको घरमा कोठीमा काम गर्न पाएछ पुरा किचनमा काम गर्दै गएछन् 4-5 महिनापछि टक्क एक दिन बाहिर कम्पाउन्डमा मजाले साउजीजी पत्रिका पढेर बसिरहेर छ काका टक्क आछन् अनि यस्तो टाउको गरेर अन्त कि साहब भने बोल बहादुर क्या
अन्त कि ये काम करना है कि नहीं करना है पूछना आया है ना भनेको छन् हैन। अनि अब साउजी पनि मकबरा बहादुर बहुत अच्छा तू सुधर जा रहा है ठीक है अच्छा ठीक है ऐसे ही करना चाहिए बोल क्या काम करने के पूछना आया है। अन्त कि भीतर किचनमा रसोईमा दिल्ली मासुको खाएर आए धपाने कि नहीं है साहब। भाषाको यस्तो समस्या हुन्छ तर अहिले हामीलाई भाषाको समस्या छैन हामी यसमा छौँ। आदरणीय दर्शक महानुभावहरू अवश्य पनि आज म एक्लै छु म हजुरहरूलाई यसो रमाइलो गराउँछु। अब यो माइक स्ट्यान्ड पनि पैसा तिरेको छ यसको उपयोग गरौँ हेरौँ न फेरि हाइट अनुसार ल्याउँछु। अब यो छेड्दै छेड्दैन यो भाग्यो भने म पैसा तिर्दिनँ है। मैले एउटा नयाँ हजुरहरूलाई विश्वकर्मा सिमेन्टका टिबिसी म बनाउँदैछु अहिले। सम्बन्ध बलियो घर बलियो अब सानोतिनो घर बलियो बनाउने होइन विश्वकर्मा सिमेन्टले बालुवा टारको घर बलियो बनाउनु। अनि खेलाउने शेरबहादुर देउवाजीलाई र कमरेड प्रचण्डलाई जसले बनाउँछ मजबुत सम्बन्ध अहिले प्रचण्डको मेरो सम्बन्ध हेर्नुहोस् ढुक्काका साथ प्रयोग गरौँ विश्वकर्मा सिमेन्ट। मनी विश्वकर्मा जसले सम्बन्ध मजबुत बनाउँछ भन्ने उदाहरण प्रस्तुत गर्यो। जसले हाम्रो टाउको मूल्य तोक्यो उसैसँग सम्बन्ध बलियो बनाइदियो। यो जति ठुलो बलियो मजबुत सम्बन्ध के हुन सक्छ। त्यसैले अब जनताका घर पुलबारी होइन अब बालुवा टारको घर बलियो बनाउनु पर्छ भन्ने हामीलाई लाग्छ। धन्यवाद यहाँ लानु हुन्छ नबोलाउ। अनि रामचन्द्र पौडेलजीलाई खेलाउँदा कस्तो हुन्छ होला। अब के को घर बनाउनु आफूले नभए नातिहरूले बनाउला। एक मात्र भरपर्दो विश्वकर्मा सिमेन्ट अब के भन्ने भन्नु मेरो त कतै बन्दै बनाएर न शेरबहादुरसँग सम्बन्ध बलियो हुन्छ न यता के कोसँग सम्बन्ध बलियो हुन्छ। म त बुढेसकालको पिता यता नै उता। अब म त काशी जाउँ जस्तो लागेको छ तैपनि घर बनाउनको लागि विश्वकर्मा सिमेन्ट प्रयोग गर्नुहोस्। नयाँ शक्ति नयाँ जोस नयाँ जागर। अब हामीलाई के लाग्छ भने विश्वकर्मा सिमेन्टले नयाँ हिसाबमा गरी भन्नुपर्छ नयाँ परियोजना नयाँ घर बनाउन विश्वकर्मा सिमेन्ट प्रयोग गर्नुपर्छ भन्ने हामीलाई लागिरहेको छ। पुरानो सिमेन्टलाई बाई बाई विश्वकर्मा सिमेन्ट हाई। अब पूर्व प्रधानमन्त्री केपी ओली के अरे विश्वकर्मा सिमेन्ट रे यो नाम कसले राख्यो? के यो दलित सिमेन्ट हो? यसो भन्नु पर्यो नि त। यत्रो चाहिँ माग आइरहेको छ जनजातिका कुरा आइरहेको छ दलित जनजाति मुस्लिम कुरा आइरहेको छ तपाईँ विश्वकर्मा सिमेन्ट भन्ने यसले घर बलियो बनाउँछ। मेरो जानी ठेगानै छैन घर बलियो भएर के त्यसैले विश्वकर्मा हुन्छ कि के हुन्छ मलाई थाहा छैन। अब 9 महिनाभन्दा टिक्नै सक्यो नि के को बलियो चाँडै थाहा पाउनु भयो भने त विश्वकर्मा सिमेन्ट राम्रै घर बनाउनु हुन्थ्यो। उहाँलाई चाहिँ हाम्रो ऋषि धमाला चिन्नुहुन्छ पत्रकार? ऋषि धमाला भनी नचिने कोही पनि छैन। यस्तो पत्रकार जो टिभीमा नदेखेको दिनै हुँदैन। आमामामा जुनै क्यामेराले खिच्यो भने ऋषि धमाला छोटाउन सक्दैन। जति फोकस गरे पनि जति सियो खिच्यो पनि छोड्दैन। ऋषि धमाला यस्तो पत्रकार कुन पत्रिका लेख्नुहुन्छ नि थाहा छैन केमा आउँछ नि थाहा छैन सोधिहाल्नुहोस् बताउनुहोस् जनतालाई बताउनु पर्छ केपीजी। एमाले त प्रधानमन्त्रीको उम्मेदवार दिएन नि उठाउनु भएन नि के हो यो बताउनुहोस्। तपाईँसँग उठ्ने मान्छे नभएर किन उठाउनु भएन कसैलाई? तिमी उठ्छौ त?
आफूलाई मान्छे उठ्छ कि सुत्छ के बत्ता खालि बताउनुहोस् भनेको छ बताएको कुराको वास्तै छैन सबै कुरा सदनमा बताइसकेको छु फेरि तिमीलाई के को बताएको घरको श्रीमतीले जस्तो सोधेको छु गाना हाम्रो मधेसका दलहरू हुनुहुन्छ मधेसको दलहरूपछि पटेर बाहिर छ उहाँहरूको चाहिँ एउटै माग एउटै नारा एउटै कुरामा घमण्ड छ हेर्नुहोस् नेपालमा कुनै पनि पार्टी कुनै पनि दल नामअनुसारकै काम गरेको छैन नेपाल माओवादी नामअनुसार काम गरेको छैन कांग्रेस गरेको छैन राप्रपा गरेको छैन मजदुर किसान कुनै पनि पार्टी नामअनुसारकै काम गरेको छैन हाम्रा प्रदेशको एकै पार्टी छ जो पार्टीकै नामअनुसार काम गरेको छ पार्टीकै नाम फोरम छ काम पनि फोरम छ ऐसा फोरम छ हाम्रा पार्टीकै विशेषता आज रात सुतेको अध्यक्ष भोलि साधारण सदस्यबाट गायब हुन्छ कति फुटेको कति पार्टी थाहै छैन हाम्रो ऋषि धमाला चिन्नुहुन्छ पत्रकार ऋषि धमाला भनी नचिने कोही पनि छैन यस्तो पत्रकार जो टिभीले नदेखेको दिनै हुँदैन आमामामा जुनै क्यामेराले खिचे पनि ऋषि धमाला छुटाउन सक्दैन जति फोकस गरे पनि जति सियो खिचे पनि छोड्दैन ऋषि धमाला यस्तो पत्रकार कुन पत्रिका लेख्नुहुन्छ नि थाहा छैन केमा आउँछ नि थाहा छैन सोधिहाल्नुहोस् बताउनुहोस् जनतालाई बताउनु पर्छ के पछि एमाले त प्रधानमन्त्रीको उम्मेदवार दिएन नि उठाउनु भएन नि के हो यो बताउनुहोस् हाम्रो मधेसका दलहरू हुनुहुन्छ मधेसको दलहरूपछि पटेर बाहिर छ उहाँहरूको चाहिँ एउटै माग एउटै नारा एउटै कुरामा घमण्ड छ हेर्नुहोस् नेपालमा कुनै पनि पार्टी कुनै पनि दल नामअनुसारकै काम गरेको छैन नेपाल माओवादी नामअनुसार काम गरेको छैन कांग्रेस गरेको छैन राप्रपा गरेको छैन मजदुर किसान कुनै पनि पार्टी नामअनुसारकै काम गरेको छैन हाम्रा प्रदेशको एकै पार्टी छ जो पार्टीकै नामअनुसार काम गरेको छ पार्टीकै नाम फोरम छ काम पनि फोरम छ ऐसा फोरम छ हाम्रा पार्टीकै विशेषता आज रात सुतेको अध्यक्ष भोलि साधारण सदस्यबाट गायब हुन्छ पहिले कोही विदेश गयो भने आफ्नो परिवारको सदस्य कोही विदेश गएको छ छोरो यताउता भन्देखि हेर्नुहोस् विदेशमा फोन गरेर सम्पर्क गर्न कति गाह्रो फोन गरी त चलनै थिएन चिठी पठाउनु उताबाट पठाएको चिठी आइपुग्दा मान्छे आइसक्थ्यो अघि मैले महिलाको कुरा गरेँ त्यहाँ एकजना भाउजू चाहिँ हुनुहुँदो रहेछ है हजुर एक्लै हुनुहुन्छ जस्तो मैले एकजना महिला देखेँ बधाई छ हजुरलाई हाम्रा बुढा त त्यस्ता खाइकन ल्याए हामीलाई त भनेर मन पनि दाइ हो भने फेरि मलाई माफ गर्नु होला होइन भने ठिकै छ आदरणीय भाउजू दिदीलाई अनि फोन गर्नु पऱ्यो भने एसटिडी आइएसडी भन्थ्यो थाहा छ हजुरहरूलाई आइएसडी गर्नु भनेको त्यो धेरै ठुलो कुरा अब सदरमुकाममा फोन छ लाइन एउटा मान्छे चाहिँ 2-3 घण्टा टाढाको गाउँमा छ छोरो विदेश गएको छ छोरालाई बासँग कफर्नु मन लाग्यो अनि फोन गर्छ उता बिदा भएको दिन ए भाइ म भोलि दिउँसो 3 बजे चाहिँ म फोन गर्छु मेरो बालाई बोलाइदिनु न मेरो गाउँ फलानु गाउँको फलानुको छोरो म मेरो बालाई जसरी नि खबर पठाइदिनुहोस् न भनेर खबर गर्थ्यो अनि गाउँबाट सदरमुकामबाट खबर गाउँमा ए छोरोले भोलि 3 बजे फोन गर्छ अरे ए आउनु फलाना ठाउँमा भनेपछि बिचरा बेलासेला छोडेर बा हस्याङ फस्याङ गर्दा गाउँबाट चाहिँ सदरमुकाम आइपुग्थे आउँदाखेरि बाटामा यताउता भएर 3:30-4 बजेको हुन्छ छोराको फोन आउँदैन उता ढिला भइसकेको हुन्छ काममा गएको हुन्छ अब छोराले फोन गर्दैन आफूले गर्न पैसा छैन अब तै पनि बुढा यसो गोजीको सदरमुकाम आउँदा 1-1.5 त ल्याएका हुन्छन् अब सामान लानुभन्दा छोरालाई एकताल हलो त भन्छु भनेर अनि साउजीलाई सोधे कति भए फोन गरेको 1 मिनट भन्दा विदेशमा 250 भन्छ पैसा छ 150 अब कसरी फोन गर्ने अनि त्यहाँबाट बुढाले फोन गर्थे ल यो नम्बर लगाइदिनुहोस् है छोरालाई तर नम्बर लाएर हलो भनेपछि मलाई दिनु फेरि भनेर 30 सेकेन्डमा कुरा सिध्याउनलाई पैसा अनुसारको कुरा कस्तो हुन्थ्यो पहिला ट्याक 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 साउजीले फोन लगाइदियो उता छोराले टक्क उठायो हलो हे भाइ लु बा आउनु आछ यता फोन गरेर ल कुरा गर है भनेपछि बाले फोन ट्याक छोड्यो हलो बाबु के छ गर्दै आएको सन्चै छ यता आमालाई पनि सन्चै छ बहिनी स्कुल गइरहेको छ भैँसी बिहार भर्खर दुध दिँदैछ त आफू स्याहार खाल गर्नु अनि छ भने पैसा पठाउनु है त बाबुलाई धन्यवाद भन्नु कति भयो भन्दा 125 भयो छोराले कति बुझ्यो थाहा छैन
आफूले कति भन्ने थाहा छैन बुढा 3 चोटि स गरेर 1 गिलास पानी खाएपछि बल्ल बग्रिन्छन् हेर्नुहोस् अवस्था त्यस्तो पहिले फोन गर्दा अब अहिले फोन हेर्नुहोस् आम्मा फोनले मान्छे चलाएको छ अहिले मान्छेले फोन चलाएको छैन ए कहिले उता लान्छ कहिले झगडा पार्छ सारा छ हुँदा फोन मोबाइल आयो मोबाइलबाट खालि महँगो पर्थ्यो अहिले त यो भाइबारे भन्ने र फेसबुक आएपछि त बापै जतिखेर फोन गरे नि अब भिडियोले हाले पनि हुने जिस्केर कुरा गरे नि हुने मस्केर कुरा गरे नि हुने जताततै अनलाइन कोही कतै छुटेको छैन हेर्नुहोस् हामी त नाइट बस चढेकै मान्छे हो म पनि चढेकै हो अरू त छोड्नुहोस् नाइट बस पनि रातभरि अनलाइनमै छ नाइट बसलाई पनि भाइबरले छोडेको छैन पहिले नाइट बस चढ्दाखेरि बाहरू हामी यात्रुहरू ड्राइभर कस्तो छ ओइ खाना कहाँ खाउँछ कतिखेर पुर्याउँछ सोध्थ्यौँ अहिले त्यो पनि सोध्दैन भाइ सबैजना भाइबर हेरेर र वाइफाई हेरेर मात्रै नाइट बस चढ्छन् यता बोयफ्रेन्ड नाइट बस चढेको छ उता गर्लफ्रेन्ड अमेरिकामा छ रातभर अनलाइनमा छ बोयफ्रेन्ड पनि गर्लफ्रेन्ड पनि ट्याक्क नाइट बस चढिसकेपछि ट्याक्क सिटमा बसेर ठक्क मोबाइल निकाल्छ टक्क हेलो बाबा हाउ आर यु म अब नागढुङ्गाबाट तल झर्दैछु भन्छ उता अमेरिकाबाट गर्लफ्रेन्डले ओके हाव अ नाइस जर्नी बाबा टेक केयर मिस यु दिन्छ त्यो त्यसै मक्क परेको रन नभएको अनि अलि तल आउनुमा यता लागेपछि गाडी रोक्छ ल दिसा एकछिन गर्ने भए बाहिर निक्लिनुहोस् है भनेपछि बाबा म टोइलेट गर्नको लागि तल झर्दैछु है एकैछिन ल भन्छ उता गर्लफ्रेन्डले अलिक कालो हेरेर जाऊ है बाबा फेरि तिर्सुलीमा खसौला 24 घण्टा कतै छैन यसरी पक्रेको छ सारा संसार अनि फेरि चढे एकछिनपछि बाबा म त बिस्तारै अब मलाई पुग्दैछु गाडी रोक्न लागेको छ भनेपछि उता गर्लफ्रेन्डले ओखो कस्तो राम्रो मलाई पुग्ने भनेपछि त अब त माछा खाने होला नि त भन्छ खानै पर्यो नि बाबा भनेपछि के भन्छ गर्लफ्रेन्डले माछा खानुभन्दा अगाडि फोटो खिचेर पठाउला बाबा भने ओके भनेर गाडीबाट झर्छ अनि पहिले हामीले अब पहिले जस्तो साउनी माछा दिनुहोस् खाने होइन ए साउनी माछा दिनुहोस् त माछा ठ्याकेर यहाँ राख्ने लाइटको छेउ राख्ने एकछिन भनेर खासक्क फोटो खिच्यो ठ्याक्कै भाइबरबाट सेन्ड गरिदियो उसले माछा छोएको छैन माछा अमेरिका पुग्छ उताबाट कमेन्ट आउँछ ओहो धेरै ठुलो छ विचार गरेर खाऊ है बाबा काँडा अड्केर पहिले पुछारबाट खान सुरु गर है बाबा टाउको नखानु होला रातभर अनलाइनमा अब पहिले हामी नाइट बस चढ्दाखेरि कतिखेर ठाउँमा पुछेर ओर्लेर घर जाउँला भन्ने हुन्थ्यो अहिले त ठाउँमा विराटनगर धरान धनकुटा पोखरा सबै ठाउँमा पुर्याए पनि यात्रु झर्दैनन् यसलाई आइपुग्यो त झर नभनेको घरमा लाइट छैन वाइफाईले काम गर्दैन यहाँले दिनभर चलाउनु पाइन्छ म त यहीँ बस्छु गाउँतिर त अहिले के गर्दो रहेछ भने छोराछोरीले ए नानी हो पढ्दैन तिमीहरू खोइ त किताब त हेरेकै देख्दैन मैले बुक पढ्नु पर्दैन पढेको नि बाबा हामी त कति बुक पढ्छौँ भने मेरो छोरी त बुक भनेपछि मरिमेर्छ अहिले त पढेको भरै छ भगवान्हरू पनि मन्दिर जानै पर्दैन फेसबुकमै आउँछ लाइक खोज्दै सोमबार महादेव आउँछन् बिहिबार बगलामुखी माता आउँछन् ए बाह्रै पिछेका भगवान् आउँछन् अनि अहिले त माथि भगवान्हरूको कुरा चल्छ अरे होइन है तेरोमा कति लाइक आयो अनि महादेवहरूले खोइ त आजभोलि त लाइकै छैन त नेपालमा त के हो यो भनेर पुरा टेन्सन पार्वती मातालाई टेन्सन सबै भगवान्लाई समेत माथि चाहिँ नि लाइक कमाएकोमा टेन्सन हेर्नुहोस् त अहिले फोन हेर्नुहोस् त्यस्तै छ अब प्रविधि हेर्नुहोस् त्यस्तै छ सबै कुरा भिजुअलबाट तुरुन्तै पठाउन मिल्छ अहिले त हुँदा फेसबुकबाट लाइभ जे गरे बाहिर हिँडिरहेको छ लाइभ भइरहेको छ जे गरे पनि लाइभ छ बे गरे पनि लाइभ छ जताततै जुन हिसाबमा पनि लाइभ छ अब पहिले केटी हेर्न गयो बिहा गर्नलाई अब गाउँतिर केटा तल हेर्न आएको छ भनेपछि लौ त भनौँ नि केटी नै बाहिर नआउने आइहाले पनि यसो छोपेर च्या भने यता फर्केर फुत्त जाने केटा बाबु देखिस् भने खै बा देखि कस्तो लागेको भन्दै त्यो हाइट हेरेर कपाल हेरेर ठिकै छ बा भने अनुहार हेरेर खाइयो बडा अब बिहाको दिन आउँछ बिचरा घुम्टो हालेर आएको हुन्छ देख्दैन स्वागतको दिन लान्छ बिचरा त्यतिखेर बत्ती थिएन टुकी बत्ती निभाएपछि अनुहारै देख्दैन भोलिपल्ट दुल्हन फिर्काउन आउँदा बल्ल श्रीमती राम्रो छ देख्दो रहेछ ऊ बेला अहिले त्यस्तो छैन यता दुला अन्माउन लागेको छ उता दुलै तयार हुँदैछ जन्ती आउन लागेको छ दुलै र दुलाको अनलाइनमा सुरु भइसक्यो है कतिखेर आउने हो तपाईँ तयार हुनुभएको छैन
हुँदैछु आउँदैछु भन्यो अनि अन्मिनु नि अब त भने अन्मिँदैछु अनि के लागिसकेको छ भने दौरा सेवा लाग्छु अनि भित्र के लाग्नु चाहिँ नकराउ तिमी त दुलैसँग हौ अनि गाडीमा फेरि अनलाइन कहाँ आइपुग्यो यहाँ जाममा परिरहेको छु ए लाग्दैछु तयार हौ अनि तल आयो ए अरू त दुलै कस्तो एक्साइटिङ हुन्छ नि छैन यहाँ आउँदैन फेरि बाजे परिरहेको यता दुला फेरि दुलैलाई निक्ला न हो कति बेर लगाइराखेको आइहाल्छु नि के हतार गरेर यहाँ लुगा फेर्दैछु लुगा लाउँदा लाउँदै एउटा फोटो पठाउनु भने छ्यातिनी त रमाइलो भइरहेको छ हजुर अलिक गर्नुभएको छ अहिले चिसो बियर यहाँबाट हालेको बियर यहाँ पुग्यो नि थाहा हुन्छ यो महापासे भन्ने चिज पनि बडो अचम्मको छ हाम्रो देश हेर्नुहोस् कस्तो देश जहाँ करोडौँ घुस खाँदा कसैले केही गर्दैन तर एकपल्ट रसी खाएर हिँड्यो भने त्यसलाई महापासेले लगेर थुनाउँछ कुटाउँछ लाइसेन्स समेत पाल पारिदिन्छ यस्तो खालको प्रविधि छ 50,000 घुस लिँदा लिँदै रङ्गे हात पक्राउ भन्ने समाचार आउँछ फेसबुकमा पनि पढ्नुमा होला 1 लाख घुस लिँदा लिँदै रङ्गे हात पक्राउ भन्छ तर 10 लाख लिँदा लिँदै रङ्गे हात पक्राउ भन्दैन 1 करोड लिँदा लिँदै रङ्गे हात पक्राउ भन्दैन त्यो चाहिँ चेकमा कारोबार हुँदो रहेछ पहिलेका गीत र अहिलेका गीत पनि फरक छ मैले प्रविधिको नि कुरा गरेँ प्रविधि सँगसँगै गीत सङ्गीतमा फरक छ फिल्ममा फरक छ हर कुरामा फरक आएको छ जस्तो गीत सङ्गीत पहिलेका गीत र अहिलेका गीतमा धेरै फरक छ पहिलेका गीतहरू कर्णप्रिय शब्द शब्दमा तपाईँहरूले मनोरञ्जन लिनुहुन्थ्यो मुटु जलिरहेछ यो मन गरिरहेछ साँच्चै मुटु जलेर आउँथ्यो नि उ बेलाको गीत त कस्तो राम्रो लेखेको वा कालीप्रसाद रिजाल फलानु कति राम्रो लेखेको अहिले त मुटु थर्काउँछ केही डन 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 यस प्लिज कमान यो बाणी सिद्ध बम एकैचोटि बम भन्छ पुलिस डिल खाँदा छन् यसले गीतले त बम पो भन्छ त पढाएको छैन क्या बुझे मारिदिनु केही पनि छैन मैले बुझ्न नसकेको जिन्दगीमा ऱ्याप मात्रै हो केही पनि बुझ्दैन ऱ्याप यस यो बाणी यो नाच पनि यो मात्रै छ यो अगाडि मात्रै डोजरले माटो खान्छ नि यस्तो यो केही छैन गीत गाउने आफ्नो स्टाइल छ कोही बुझ्ने गरी आउँछन् कोही बुझ्दैन भने तिम्रो आँखामा सजाउन गयो के छुरा यहाँको नसै छिन्छ हो मर्नु जस्तो हुन्छ गायक रातो भएर ढल्ला पनि डर हुन्छ अब कोही गीत गाउने चाहिँ फेरि पिलाउन गरेर गएको हुन्छ तिम्रो आत्मामा म छु कि छैन त्यहाँ हेर गायकी रोएपछि अरू किन अरूले के भयो कोही गायकहरूको कस्तो हुन्छ भने यस्तै कार्यक्रम हुन्छ तपाईँहरू हामी गायक कलाकार आए गायक आए कार्यक्रम हेर्नु जानुपर्छ स्पोन्सर गर्नुपर्छ सारा सबै गयो गायकले गीत गाउला नि त भन्यो म्युजिक सुरु हुने बित्तिकै तल फुत्त स्टेजबाट फाल्दा कमान लेट्स गो कमान प्लिज या माइक जति सबै दर्शकलाई अनि हाम्रो नेपाली कति सोझा पैसा उसले नि गीत जति सबै दर्शकले गाइदियो लास्टमा त दर्शकको पो सोच उठ्दो रहेछ गायक जस्ताको जस्तै अब लोकगीत पनि त्यस्तै छ दोहोरी गीत भन्नुहुन्छ नि दोहोरी गीत त डोरी जस्तो तन्काको तन्काइ जति गाए नि हुने जे गरे नि घाँस काटे नि गीत भैँसी ब्याए नि गीत अफगानिस्तानमा मान्छे मऱ्यो त्यो पनि गीत बस पल्टे नि गीत दसैँ आए नि गीत तिजका त कति गीत बाबै कुरो गरी साध्यै छैन हे नभने त गीतै छैन कति म त यस्तो लाग्छ धेरै लोकगीत गाउने कलाकारहरू त कतै गाउँतिर गए पनि पहिले नै हे आमा पानी खाउन भन्यो घरमा बुढीलाई पनि हे दाल थप्दा हे नभने गीत छैन र दोहोरी गीतको पनि त्यस्तै छ दोहोरी गीत क्षेत्रको अहिले एकजना चर्चित नाम छ मैले भन्ने बित्तिकै तपाईँहरूको पनि ध्यान एकदम अझै ध्यान आकर्षण हुन्छ ज्योति थापा मगर आमा सुतली बममा आगो लगाए जस्तो छ कतिखेर पड्किने हो थाहा छैन अनि ज्योति थापा मगरसँग कार्यक्रम गर्न जाँदा कस्तो हुँदो रहेछ भने हामी पनि कहिलेकाहीँ यस्ता मेला महोत्सवमा पर्छौँ अरू आउने सहमत त छैन ज्योति मगर आउने भनेपछि त्यो माहौलै अर्को हुँदो रहेछ
फेरि युवा केटाकेटी फ्यान होइनेन है, बुढाबुढा काका मामा हजुरबा टाइपका के ज्योति आउने भनेपछि त पुरा चाहिँ बुढा पनि यसो दौरा सुरुवाल लाएर टोपी सोपी लाएर अगाडिको सिटमा भर्खर हेराउँथ्यो यो चाहिँ ठिक छ भनेर उसको त कस्तो फोटो त्यस्तै हुन्छ नि त। अनि अरू आएको हँसाएको मतलब छैन। ज्योति थापाउने हेर्दा जान नकाएर अहिले आउँदैछ बिहान अगाडि बसेको छ ज्योति कहिले आउँछ मात्रै भने बुढाहरू रेडी बसेका छन्। अनि आउँदै हुनुहुन्छ ज्योति थापा मगर भनेपछि सबभन्दा बढी बुढाले ताली बढ्छ यसै, अरू मतलब छैन। ज्योति थापा चाहिँ कसरी आउँदै रहेछ भने यसरी 3 मिनट पछाडिको भाग मात्रै, बुढाहरू त्यही पछाडिको भागबाटै मक्ख अगाडि चाहिँ कतिखेर आउँछ हो यो केटी त भनेर अनि हेरेर ज्योति मगरले 3 मिनट पछाडि यसो गरेपछि छट्ट गीत स्वाट फर्किँदा त बुढाहरू त कोही चल्ने चटपट पनि छैन, लाग्छ केही झर्नेवाला छ। त्यस कारणले सबैको आफआफ्नो हुन्छ गीत गाउने तरिका, दोहोरी गीतको पनि आफ्नो छ, सबै आफ्नो चाहिँ समयअनुसार हो। म यति भन्दै यहाँहरूबाट बिदा चाहन्छु। थ्याङ्क यू भेरी मच। अब इन्जोय गर्नुहोला। नमस्ते।